समस्या आउनु हालत आउनु भनेको हामी सधैँभरि नर्सरीमै पढिराख्ने हो र हामी सधैँभरि स्कुलै पढिराख्ने हो र कलेज पनि पढ्नु परेन र हामी कलेज पनि पढ्नु पर्यो नि त हैन र हामीलाई जब समस्या आउँछ जति गाह्रो अप्ठ्यारो आउँछ त्यति नै हाम्रो लेभलहरू बढ्दै गएको हुन्छ कि हामी टप लेभलमा पढेको हुन्छ कि है हामी एकदमै परमेश्वरको आशिषित सन्तान बन्नको लागि आउँछ कि हालत किन आउँछ समस्या किन आउँछ परमात्मालाई बुझ्न आउँछ परमात्मालाई चिन्न आउँछ जसको खेत छ उसैले मजाले समय लिएर उसले मजाले गोडमेल गर्न सकिन्छ बारीमा गएर बिउ छर्न पाइन्छ त्यस्तै हाम्रो विश्वास भनेको खेतबारी हो एकदमै ठुला ठुला खेतबारीहरू हो हैन बच्चा तँलाई यो सानो खेतले पुगेन अब ठुलो खेतमा रोपा ठुलो खेतमा रोपेर खाऊ फलहरू कटानी गर प्रशस्त मात्रामा तैँले पाउने छस् भनेर पिताले के त हाम्रो जीवनमा समस्या हालत आउनु भनेको हाम्रो जीवनमा असल असल कार्यहरू प्रकट हुनु हो हैन परमात्मा धन्यवाद येशू मसीहको महान नाममा त्यसै कारण परमेश्वरमा नजिक भएर परमेश्वरको शक्तिलाई जाँच्ने कोसिस गर्नु होला मनुष्यमा भर भरोसा गर्यौ भने सप्रिराखेको मन पनि बिग्रिन्छ एकदमै भइराखेको व्यवहारहरू पनि बिग्रिन थाल्छ मनहरू सोचहरू बिग्रिन थाल्छ तर परमेश्वरमा भरोसा गर्यो भने पितामा आशा गर्यो भने पितामा विश्वास गर्यो भने के त बिग्रेको सोचलाई पनि सपरेर पिताले जीवन दिनुहुन्छ आनन्द दिनुहुन्छ उन्नति दिनुहुन्छ प्रगति दिनुहुन्छ हैन परमात्मा धन्यवाद गर्छु पिता येशू मसीहको महान नाममा त्यसै कारण मलाई यो आन्दोलन हुँदै गर्दाखेरि एलियाको एकदमै मलाई यो दृष्टान्तको याद आको 10-11 वर्ष अगाडि म्याम हजुरले माथि केन्द्रमा दिनुभएको थियो हैन यो समयमा जब समस्या आउँछ नि तब बुझ्नुस् कि तपाईको जीवनमा नसोचेको उन्नति आइसक्यो पाइसक्यो हैन विरोध गर्नेहरू विनाशको लक्षण विरोध भित्र पर्नेहरू उन्नति र प्रगतिको प्रत्यक्ष उन्नतिको लक्षण हैन त्यही भएर के त परमात्मा धन्यवाद येशू मसीहको महान नाममा जसरी त्यो ठूलो शहरमा एलियाले गएर शुभ समाचार सुनाउँदाखेरि त्यो संसारको त्यो शहरको मान्छेहरूले बुझेन सुनेन त्यस्तै यो समय पनि अहिले ठाउँ ठाउँमा प्रचार प्रसार छ पिताको कार्यहरू धुमधाम छ अझै पनि कतिले विरोध गर्दैछ कतिले निन्दा गर्दैछ अब उहाँ विरोध गर्नेहरू पनि निन्दा गर्नेहरू पनि तिमीहरू पनि निर्दोष छ अब आऊ म बिना केही पनि हुँदैन भनेर पिताले यो के गर्नुभएको स्वर्गबाट पिताले कार्य गर्नुभएको के कुनै नेताले गर्न नसकेको काम कुनै संघ संस्थाले गर्न नसकेको काम कुनै समाजले गर्न नसकेको काम कुनै टोल ओडाले नगरपालिकाले गर्न नसकेको काम पिताले स्वर्गबाट गर्नुभएको हैन परमात्मा धन्यवाद येशू मसीहको महान नाममा त्यसै कारण हामी त परमेश्वरको महिमामा छौं परमेश्वरसँग हामी रहेका छौं हामीलाई त कुनै कुराको चिन्ता फिक्री नै लाग्दैन पिता जति पनि यो ज्यान गुमाउनु भएको छ निर्दोष सन्तानहरू हेर्नुस् त म त येशू मसीह भन्छु उहाँहरु त हैन एकदमै उहाँले चाहिँ देशको शान्तिको लागि एकदमै छातीमा गोली खाएको छ टाउकोमा गोली खाएको छ खुट्टामा गोली खाएको छ उहाँ निर्दोषहरू भएर पनि उहाँले आफ्नो लागि मात्रै भए त जाँदै जानुहुन्थेन नि डराएर हैन तर यो देशले शान्ति पाओस् उन्नति पाओस् प्रगति पाओस् भनेर उहाँहरु अनजानमै पनि ज्यान गुमाउनु भएको छ भने उहाँहरु सिधै पिताले स्वर्गमा ग्रहण गरिसक्नु भएको छ अब त्यो जुन बच्चाहरु गुमाएको आमा बुवाहरु हुनुहुन्छ नि त्यो आमा बुवालाई पनि पश्चाताप नहुने गरे झन् खुसी होस् कि मैले छोरा गुमाएर के भए त आज करोडौंले यो देशले शान्ति पाएको छ यस्तो खालको मन होस् के पिता धन्यवाद यस्तो खालको परिवर्तन होस् के हजुर हाम्रो विश्वासले हजुर हाम्रो प्रार्थनाले हजुर हाम्रो एकदमै परमेश्वर प्रतिको एकदमै यो इमानदारीता र विश्वास यो निरन्तरता महिमाले के हरेकको जीवनमा आनन्दको शान्तिको मूलहरू फुटोस् के हैन परमात्मा धन्यवाद गर्छु पिता येशू मसीहको महान नाममा त्यसै कारण समस्या आउँछ कोही पनि नातिनु होला समस्याको साथसाथमा धैर्य धारणा गर्यो भने के त केही समयपछि उन्नति प्रगति सुख शान्ति कहाँ छ होला कहाँ पाइन्छ होला खोज्दै हिँड्नै पर्दैन हिजोको दिनमा हामी एकदमै शक्तिशाली बन्नलाई महाकालीको पूजा गर्न जान पर्थ्यो हैन अनि घरमा धन सम्पत्ति भित्राउनलाई सरस्वतीको पूजा गर्ने रे विद्या आउनलाई सरस्वतीको पूजा गर्ने रे धन सम्पत्ति हुल्नलाई लक्ष्मीको पूजा गर्ने रे हामी देवी देवताहरू गनिकन हामी एकदमै हजारवटा देवी देवता मानेको थियो तर पनि हाम्रो एउटा पनि काम प्रकट भएको थिएन यो मैले कसैलाई विरोध गरेको हैन कसैलाई आक्षेप लागेको हैन म स्वयंले मैले भोगेर आएको कुरा
हैन। अनुमानको कुरा के हुन्छ, त्यो कल्पनाको हुन्छ, त्यो हुन पनि सक्छ, त्यो नहुन पनि सक्छ, तर यो त अनुभवको कुरा। अनुभवको कुरामा के हुन्छ, सत्य हुन्छ, पावर हुन्छ हैन। यो त सत्य कुरा, मैले सबै प्र्याक्टिकल गरेर भोगेर आएको कुरा। तर त्यो समयमा हजारवटा देवी देवता मानेको थियो, एउटा काम पनि प्रकट भएको थिएन। खुसी के हो थाहै थिएन, सुख के हो थाहै थिएन, सास फेर्न पनि गाह्रो थियो। मेरो पिताले दिनुभएको यो प्राणलाई पनि ठाउँ ठाउँमा पटक पटक रोकिसकेको थियो, मुटुको बिमार हालिसकेको थियो भने आज एउटै ईश्वर मानेको छ त हजारवटा काम परमात्माले प्रकट गरेर दिनुभएको छ। यस्तो महान ईश्वर हुनुहुन्छ। हजुर, हामीले चान्चुनको ईश्वर होइन चिनेको। हिजो हामी साधारण व्यक्ति थियौं, आज पिताले हजुर हामीद्वारा हामीलाई असाधारण कार्य गर्नुभएको छ। यस्तो उद्योगको चमत्कारको कामहरू गर्नुभएको छ। त्यसै कारण परमात्माले के भन्नुभएको छ, हे नम्रमा दीन हुनेहरू हो, तिमीहरूले स्वर्गको अधिकार पाउनेछौ, यो सहरको कब्जा तिमीहरूले गर्नेछौ, पिताले भन्नुभएको छ हैन। त्यसै कारण नलत्रिनुस्। कोही पनि कोही सपना देखेर लत्रिनुहुन्छ, कोही सानो समस्या आएर लत्रिनुहुन्छ, कोही थोरै आर्थिक अभाव हुँदा लत्रिनुहुन्छ। अब हामी लत्रिने मध्येका होइनौ, लड्ने र गिर्ने मध्येका होइनौ, लडेकोलाई पनि उठाउने मध्येका हौं हामी त। जीवित ईश्वरलाई मान्नुस्। जीवित ईश्वरको सन्तान हर समय शक्तिशाली हुन्छ। कार्य पिताले गर्नुहुन्छ, चाहत हामीले गर्ने हो, इच्छा हामीले गर्ने हो, पाइला हामीले चाल्ने हो, चलाउने वाला पिता हुनुहुन्छ हैन। त्यसै कारण सानो तिनो कुरामा हामी लत्रिने होइन, अरु उत्साहित भएर अगाडि बढ्ने क्षमता राख्नुपर्छ, हिम्मत राख्नुपर्छ, साहस गर्नुपर्छ हैन। परमात्मा धन्यवाद गर्छु पिता, येशू मसीहको महान नाममा। यस्तो महान अनुकारी पिता परमेश्वरको सन्तान आज्ञाकारी छौं हामी एकदमै बुझेका छौं। बुझेर पनि एकदमै बुझाउने नगर्नु होला, किनकि नजानेर गल्ती गर्नेलाई माफी पाउनुहुन्छ, क्षमा पाउनुहुन्छ। जानेर गल्ती गर्नुहुन्छ भने त्यसले सजाय पाउँछ, दण्ड पाउँछ हैन। त्यसै कारण हामी सकेसम्म हरेकलाई उद्धार गर्नु, सुधार गर्नु, राम्रो गर्नु, बरु सक्दैन भने नराम्रो कसैलाई पनि नगर्नु हैन। हामीले जानी नजानिकन निर्दोष भएर पिताको महिमामा हामी लागिराख्यौं भने के गर्नुहुन्छ, पिताले हामीलाई असल काम गरेर दिनुहुन्छ के। अन्ध कोही पनि नबन्नु होला। शरीरको आँखा बन्द हुँदैमा त्यो अन्ध हुँदैन, शरीरको आँखा बन्द भएर त्यो अन्ध हुँदैन। जसले अरूको पीडा बुझ्दैन, पीडा देख्दैन, त्यो हो आत्माको अन्ध हैन। शरीरको आँखा देखेर पनि नदेखेको जस्तो गर्छ भने त्यो पूरा अन्धा हो। कानको शरीरको कान नसुनेर त्यो बहिरो हुँदैन, जसले आत्माको कान सुन्दैन नि त्यो घोर बहिरो हुन्छ हैन। अन्धले चाह्यो भने संसार डुलेको हुन्छ। शरीरको आँखा बन्द गर्ने, हेर्नुस् त आँखा बन्द हुनेहरू त्यो लौरो टेकेर लौरोको सहायतामा संसार डुलेको हुन्छ। तर कतिपय मानिसहरू घरमै बसेर पनि आँखा देखेको हुन्छ, तर उहाँले कसैको पीडा देख्नुहुन्न, बुझ्नुहुन्न, त्यो घोर अन्धा हो। त्यस्तो खालको निज अन्ध कोही पनि नबन्नु होला, त्यसले स्वर्गमा पनि ठाउँ पाउने छैन हैन। सकेको, जानेको, बुझेको साथ सपोर्ट सहयोग हरेकले गर्नु होला। चिनेकोलाई मात्रै, आफन्तलाई मात्रै, सरसमाजमा मात्रै, टोल छरछिमेकमा मात्रै नै। जान्ने त्यसै जान्ने हुनुहुन्छ, बुझ्ने त्यसै बुझ्ने हुनुहुन्छ, राम्रो त्यसै राम्रो हुनुहुन्छ, धनी त्यसै धनी हुनुहुन्छ। जो नराम्रो छ, जो गरिब छ, जो रोगी छ, त्यसको लागि हामीले यो आत्माको आँखाहरू खोल्नुपर्छ, आत्माको कानहरू सुन्नुपर्छ हामीले। तब मात्रै ईश्वरले स्वर्ग स्थान दिनुहुन्छ, तब मात्रै ईश्वरले हामीलाई हाम्रो जीवनमा कार्य गर्नुहुन्छ हैन। आधार छुट्याउँदैमा ईश्वर खुसी हुनुहुन्न, महिमा गर्दैमा ईश्वर खुसी हुनुहुन्न। जबकि त उहाँले दिनुभएको असल वचनलाई व्यवहारमा जसले उतार्दैन, आफ्नो आनी बानीमा जसले सुधार ल्याउँदैन, त्यसले जति नै वचन बोले तापनि, जति नै घाँटी सुक्ने गरी कराए तापनि त्यसले केही पनि पाउन सक्दैन हैन। त्यसै कारण के त हामी बोलेर भन्दा पनि धेरै गरेर देखाउनु होला। परमेश्वरको काम, परमेश्वरको राज्यमा निर्दोष भएर, एकदमै इमानदारी त भएर, हरेक समस्यामा परेकोलाई अनजान किन नहोस्, नचिन्ने किन नहोस्,
हामीले हरेक दुःख कष्ट समस्यामा पर्नेलाई उद्धार गर्नुपर्छ, सुधार गर्नुपर्छ हैन। आफू माथि आएको समस्यालाई पनि हटाउन सक्दैन भने यस्तो पनि ईश्वरको सन्तान हुन्छ र? यो त हुनै सक्दैन, बिल्कुल पनि हुनै सक्दैन हैन। प्र्याक्टिकल गर्नुस्। परमेश्वरमा हरेक कुरा सम्भव छ। जो मनुष्यमा असम्भव त्यो पितामा 1000% सम्भव छ। मलाई जाँचेर हेर, मेरो शक्तिलाई जाँचेर हेर पिताले भन्नुभएको छ। खोज तैँले भेट्टाउँछस्, माग तैँले पाउँछस्। के खोज्ने? धन सम्पत्ति खोज्ने हो र? नाइ, परमेश्वरको वचन खोज्ने। आफ्नो आनी बानी कसरी सुधार्ने? परमेश्वरपट्टि आउने शिक्षा खोजी गर्ने, वचनको खोजी गर्ने, प्रार्थनाको खोजी गर्ने, अन्य भाषाको खोजी गर्ने, महिमाको खोजी गर्ने। जसले महिमाको खोजी गर्छ महिमाभित्र सबै कुरा परेको हुन्छ हैन। पहिला सुरु महिमाको खोजी गर्नुस्। यो गरेर महिमा गर्छु, त्यो गरेर महिमा गर्छु हैन। महिमा गरेर यो गर्छु, महिमा गरेर त्यो गर्छु। बल्ल पिताले जसले पहिलो एकदमै प्राथमिकता दिन्छ ऊ कहिले पछाडि हुँदैन हैन। यसरी पितालाई जाँच्नुस्। कतिपय गवाईहरू हामीले थाहा नपाएको गवाईहरू छ। हामीले त थाहा पाएकोलाई मात्रै गवाई भन्ने गर्छ के हैन। जस्तो कि त मलाई ज्वरो आयो, चङ्गायो, त्यो ठिक भएपछि मात्रै बल्ल गवाई सुरु भयो हैन। ज्वरो आएको थियो, मैले चङ्गाएँ, ठिक भयो, त्यो देखिएको गवाई, त्यो थाहा भएको गवाई। तर हिजोको दिन हामी रिस, घमण्डा, क्रोध, लोभ, बिहा बिचारी त्यस्तो खालको नराम्रो हामी भित्रभित्र आफूलाई न असल गुणहरू नष्ट गर्ने, हाम्रो मानवतालाई नष्ट गर्ने त्यस्तो खालको नराम्रो स्वभावहरू हामीमा कति परिवर्तन भएको छ। सबैभन्दा ठुलो गवाई त्यो हो। त्यो देखिँदैन तर पनि त्यसले हामीलाई अनन्त जीवन दिइराखेको छ। त्यसले हामीलाई जिउने सहायता गरिराख्नु भएको छ। त्यसले हामीलाई प्रेरित बनाइरहेको छ। त्यसले हामीलाई शक्ति र सामर्थ्य दिइरहेको छ ताकि जस्तो सुकै समस्यामा पनि हामी जुत्न सक्ने सामर्थ्य शक्ति हामीले प्राप्त गरिसकेका छौँ। यही नै हो एकदमै महान गवाई। समस्या र हालत आउँदाखेरि हामी डराउँदैनौँ, आत्तिदैनौँ, भयभीत हुँदैनौँ। यही नै हो सबैभन्दा ठुलो गवाई हाम्रो। धन सम्पत्ति आउनु मात्रै गवाई नै, छोराछोरीको विदेशमा भिजा लाग्नु मात्रै गवाई नै, त्यो भन्दा पनि ठुलो गवाई परमेश्वरले के भन्नुभएको थियो? सोलोमन राजालाई के भन्नुभएको थियो? सोलोमन राजा, तँलाई के कुराको आवश्यकता छ? तँलाई के दिम भन्, म जे भन्छ त्यही दिन्छु भन्दाखेरि सोलोमनले धन सम्पत्ति माग्न सक्ने थियो नि त हैन। त्यति बेला सोलोमनले के गर्यो? पिता, मलाई सबै कुरा छ तर त्यो कुरालाई चिन्न सक्ने, जान्न सक्ने ज्ञान र बुद्धि दिनुस् भन्दाखेरि पिताले सोलोमनलाई के गर्नुभयो? बुद्धि दिनुभएको थियो नि त हैन। त्यही भएर धन सम्पत्ति छ, बुद्धि छैन, त्यो काम छैन। बरु धन सम्पत्ति छैन, बुद्धि छ, त्यो धन सम्पत्ति ल्याउन कुनै पनि समय लाग्दैन हैन। जे उचित छ त्यो माग्नुस्। धन सम्पत्ति होइन माग्ने, असल आचरण, विचारहरू, सोचहरू मलाई शुद्ध तुल्याउनुस्। मेरो आत्मालाई शुद्ध गर्नुस्, वचनलाई शुद्ध गर्नुस्, सोचलाई शुद्ध गर्नुस्, व्यवहारलाई शुद्ध गर्नुस्, सम्बन्धलाई शुद्ध गर्नुस्। पिता, मेरो जीवनै शुद्ध भइसक्यो हैन। परमात्मा धन्यवाद गर्छु पिता, येशू मसीहको महान नाममा। माग्ने पनि तरिका चाहिन्छ। पितासँग हामी, एउटा आमासँग अथवा कुनै पनि छरछिमेकीसँग हामीले केही माग्न पर्यो भने त उहाँहरूसँग नम्र भएर माग्नुपर्छ। कति सोचेर माग्नुपर्छ भने हामी त पिताको सन्तान, हामीमा झन् एकदम नम्र हुनपर्छ हैन। कुनै पनि छल कपट नगरिकन, त्यसमा कुनै पनि षड्यन्त्र नगरिकन निर्दोष भएर, पिता जे हुन्छ हजुरको योजनाबाट हुन्छ हैन। हरेकको खुसीमा, उन्नतिमा, प्रगतिमा खुसी हुन सिक्नुस्। तब परमेश्वरले भित्र हाम्रो समाजले भ्याउनै नसक्ने, आफूले अँगल्नै नसक्ने आशिषका ढोकाहरू खोलिसक्नुभयो। धन्यवाद गर्छु पिता, येशू मसीहको महान नाममा भन्दै। समय मैले धेरै लिएँ होला, क्षमा चाहन्छु। परमात्मा धन्यवाद येशू मसीहको महान नाममा। यो शक्तिशाली स्वर्गका बाणी पिताले मेरो जीवनमा, परमात्माले मेरो सोचमा, मेरो मुखलाई इस्तेमाल गर्नुभई, प्रयोग गर्नुभई शक्तिशाली वचनहरू हरेकको जीवनको उद्धारको निम्ति, उपचारको निम्ति, एकदमै प्रगति र उन्नतिको निम्ति, आनी बानीमा सुधारको निम्ति, हरेक काल र मृत्युको जोखिमबाट बचाउनको निम्ति, अनि एकदमै अभावलाई सम्पन्नतामा ल्याउनको निम्ति पिताले पुरा तयारीको साथमा आधा अपुरो रोकिएको छेकिएको कामहरूलाई पनि परिपूर्णतामा आजको यसै वचनद्वारा पूरा गरेर हरेकको जीवनमा
एक पछाडि अर्को गर्दै पिताले सम्हाल्नै नसक्ने आशिषका ढोकाहरू खोलेर दिइसक्नु भयो भन्दै सम्पूर्णलाई परमात्माको भरिपूर्ण आशीर्वाद। हस्त नमस्कार परमात्मा, धन्यवाद येशू मसीहको महान नाउँमा। हस्त सर हजुर समय लिनुहोला। आमीन। परमेश्वर पितालाई धन्यवाद गर्छु। मसीह येशूको नाम यति उत्साहितको तारीलाई शिक्षा वचन दिएर जानुभयो। हाम्रो म्यामलाई पनि पिताको भरिपूर्ण आशीर्वाद र उच्च सम्मान गर्न चाहन्छु। पितालाई धन्यवाद। मसीह येशूको नाममा आज स्वयं परमेश्वर पिता उपस्थित भएर हामी सबैलाई शिक्षा वचनद्वारा सिकाउनु भएको छ, बुझाउनु भएको छ। सबैजना अगाडि बढ्नु होला, उत्साहित हुनु होला भन्दै अब हामी चाहिँ विसर्जनको समयमा आएको छौँ र विसर्जनको भजन गर्नेछौँ र त्यसपछि हाम्रो बाबा हजुरले विसर्जनको प्रार्थना गर्नुहुनेछ र विसर्जनको भजनको लागि म कसैलाई अगुवाई छ भने कमेन्ट गर्नु होला, तलबाट मेन्सन गर्न सक्नुहुन्छ। ईश्वरलाई धन्यवाद। यदि छैन भने निरुता म्याम हजुरलाई विनम्र अनुरोध गर्दछु विसर्जन भजनको लागि। कोही हुनुहुन्छ? निरुता म्याम हजुर के कस्तो अवस्थामा हुनुहुन्छ? दर्शन म्याम हजुर विसर्जनको लागि उपस्थित भइदिनु होला। म्याम हजुर तलबाट पनि आउन सक्नुहुन्छ। ओके, कमला साई धन्यवाद। म्याडम आउनु भएको छ भजनको लागि। दर्शन म्याम हजुर ईश्वरलाई धन्यवाद। मसिम धन्यवाद। दर्शन म्याम हजुर ईश्वर पिताको भरिपूर्ण आशिष। पिता हजुरलाई अनगिन्ती धन्यवाद। गुरु मसीह येशूको महान नाममा मलाई भजनमा चुन्नुभयो, यसको लागि पनि पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु। गुरु मसीह येशूको महान सुन्नु भएको छ है? आइरहेको छ है? आएको छ म्याम हजुर। धन्यवाद। जगतका हिमालिक सृष्टिका स्रोत महान अनुकारी पितालाई अर्बौं खर्बको धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। त्यसै गरी धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो नेपालको मात्र नभई विश्वकै अग्रज अगुवा हुनुहुन्छ प्रकाश सर हजुर, सुशीला म्याम हजुर, उहाँको दुईटा नानीमा पनि शिर झुकाई सम्मान व्यक्त गर्न चाहन्छु। ईश्वर पिताको भरिपूर्ण आशिष भन्न चाहन्छु। ईश्वर पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। त्यसै गरी धन्यवाद व्यक्त गर्न चाहन्छु। म नेपालबाट हो हाल मेरो अग्रज अगुवा हुनुहुन्छ भक्तपुर शाखाबाट कमल बिनाकीबाट रामबहादुर सर हजुर, मङ्गलादेवी म्याम हजुर, त्यहाँकै दूरीलाई ताराको दूरीलाई नजिक ल्याउनु हुने मेलिसा गिरी म्याम हजुर, प्रकाश गिरी सर हजुर, दुवै घर परिवारमा ईश्वर पिताको भरिपूर्ण आशिष मेरो तर्फबाट नम्र नमस्कार भन्न चाहन्छु। ईश्वर पिताको भरिपूर्ण आशिष भन्न चाहन्छु। ईश्वर पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। त्यसै गरी मलाई सुसमाचार सुनाउनु भयो दिदीबहिनी काकीआमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि ईश्वर पिताको भरिपूर्ण आशिष नम्र नमस्कार भन्न चाहन्छु। ईश्वर पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। मलाई ग्रहण चङ्गाई गरे दिनुभयो मङ्गलादेवी म्याम हजुर, मेलिसा गिरी म्याम हजुर, दुवै म्याममा पनि ईश्वर पिताको फेरि पनि भरिपूर्ण आशिष भन्न चाहन्छु। ईश्वर पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। राजु सर हजुरले के इच्छा चाटले खोल्नुभयो, म जान्दिनँ, जान्नेवाला हजुर हुनुहुन्छ पिता राजु सर हजुरलाई पनि परमेश्वर पिताको भरिपूर्ण आशिष शिर झुकाई सम्मान व्यक्त गर्न चाहन्छु। शिर झुकाई सम्मान व्यक्त गर्न चाहन्छु। ईश्वर पिताको भरिपूर्ण आशिष हजुर लगायत हजुरको सम्पूर्ण परिवारमा ईश्वर पिताको दाहिने हात सदा सर्वदा दाहिने हात शिरमा बर्सिराखोस् भन्न चाहन्छु। ईश्वर पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। त्यसै गरी दुर्गा म्याम हजुरले पनि सबैलाई आशिष दिँदै हुनुहुन्छ, सञ्चालिकाको भूमिका निभाइराख्नु भएको छ। ईश्वर पिताको भरिपूर्ण आशिष हजुरको सम्पूर्ण परिवारमा ईश्वर पिताको दाहिने हात सदा सर्वदा शिरमा बर्सिराखोस् भन्न चाहन्छु। ईश्वर पितालाई अनगिन्ती धन्यवाद व्यक्त गर्न चाहन्छु गुरु मसीह येशूको महान नाममा। विभिन्न स्थानबाट पाल्नु भएको परमेश्वरको पवित्र सन्तानहरूलाई पनि मेरो तर्फबाट नम्र नमस्कार शिर झुकाई सम्मान व्यक्त गर्न चाहन्छु। आशिष पनि